सेवनी सोल्टी सेवनी अब सोल्टी बान्तको राई बान्तकोमा नि चोरको स्वर बुझाउनु जानु छ। अब बान्त राईको पनि पाएन, खोज्दै ल्याउँदा तपाईँ भेट्यो। अब जानु छ सोल्टी तपाईँ ल। हुन्छ म जान्छु। अब जानु त जानु हो होइन। अब हामीलाई त केही उयो तरिका याद छैन, भित्र कसरी पस्नुपर्छ, के गर्नुपर्छ, आफ्नो भाषाबाट बोल्नु पर्यो। अब तपाईँलाई लगेर जान्छ होइन। तपाईँले काम बिगारेर बिहामा हामीले खान्छ होइन। अब तपाईँलाई चाहिँ अब यहाँ पहिला प्रिपेयर हुनु पर्यो। लु अब हामी गयो चोरको स्वर बुझाउनु, दैलोमा पुग्यो हो। तपाईँ अब अगुवाई लु बस्नुहोस् अब भित्र। थाङ्याङ नि अंगा यो सुङ्कदिन लुवा छ ओ ओगरी थाङ्याङ नाना किमा। अब यो फेरि यो मेरो पछाडि आउनेलाई कुट्नुहोस् भनेको हो कि अब उल्टा गर्नुहोस् त के हो त्यो? हामी 3 दिन भएछ त्यसको लागि चोरको स्वरमा आएको। अब हामीलाई भित्र बोलायो घरको मान्छेले होइन, बस्यो। अब हामीले लगेको के हुन्छ, सगुन लान्छ होइन। अब टक्क अब त्यहाँ घरको मान्छेलाई चढाउँदा के भनेर चढाउँछ? ओ आफ्नो ओ कोसेली malo यसरी भन्छ। आफ्नो कोसेली malo साथीयो मानेर चाहिँ नानीहरूलाई दोष दिएर लुगा। अब म एकछिनको लागि केटीको बाउ भयो, केटीको भयो। अब मैले बान्ता भाषाबाट त भन्दिनँ, जान्दिनँ, अब नेपालीबाट भन्छु। कहाँ पुऱ्याइस् मेरो छोरी तिमीहरूले? कहाँ पुऱ्यायो? खिमदाङी याङ खिमदाङी याङ बन्न पाएका है मादाङ। ज्वाइँ चाहिँ के गर्छ? ज्वाइँ चाहिँ के गर्छ? काम त खाँदैन, काम त खाइयाङ। डाँड रक्सी खान्छ खाँदैन ज्वाइँले? मान्छ याङ। दबाई मात्रै खान्छ? मान्छ याङ। ट्याब्लेटहरू मात्रै खान्छ भनेपछि मान्छाङ भनेको चाहिँ केही पनि खाँदैन, केही पनि खाँदैन, मान्छ याङ। ट्याब्लेट चाहिँ खान्छ होला भनेपछि मनै मान्छ याङ। म कन अलगै भनेर त्यो त परै छ है भनेर। अब बुढो खुसी भयो त्यो बेला। अब त्यो सगुन पक्रेकै छैन बुढोले भनेपछि के गर्नुपर्छ सगुनमा? फेरि आफूमा माङ्कोले अछिन्तु तुलछाङ थाङ्याङ नै भनेर चाहिँ भोलि पर्सि पनि आउँछौँ यसरी यसरी भनेर चाहिँ हो त्यसरी भन्नु पर्यो। अब सगुन पक्रियो अनि मात्रै सगुन पक्रेर त्यहाँबाट अब ग्लासमा पनि हाल्यो। तपाईँले पनि सिप्पा पार्यो, सबले सिप्पा पारेपछि चाहिँ कुरा मिल्यो। कुरा मिल्छ। लास्टमा कुरा चाहिँ केमा आयो? केमा आउँछ भने रितमा। ए रितमा? रितमा। अब रितको चाहिँ बाटो याङमा आउँछ बाटो भनेर यसरी उयो भन्दै ल्याउँछ नि। सुँगुर पनि ल्याउनु, रक्सी पनि ल्याउनु, फेवा चाहिँ बाटो है भनेर पैसा पनि ल्याउनु भनेर हो त्यसरी गयो। तर पैसा चाहिँ कस्तो भने ढोगौली मात्रै हो पैसा चाहिँ। ढोगौली पैसा चाहिँ ल्याउनुपर्छ। हाम्रो राईहरू भने 1000 हो। 10 राई हो नि त। 10 राई भन्दाखेरि 10 राई 12 तामाङ भनेपछि त्यो हो त्यसरी उयो गरेर लान्छ नि। तपाईँहरू 12को हुनुहुन्छ, हामीहरू 10को मात्रै हो। लिम्बूहरू पनि 10कै हो। अब यो चाहिँ बान्तकोबाट भयो होइन, सबैको यस्तै हुन्छ? त्यस्तै हुन्छ। भाषा मात्रै आफ्नो भाषा बान्तको चाहिँ भाषा एउटै हुन्छ। ल सोल्टी धन्यवाद है, तपाईँले ज्ञान दियो बान्त राईकोबाट चाहिँ उल्था गरेको राईको दस्तुर। धन्यवाद सोल्टी ल एकदम।